पशुपतिनाथको प्रसाद किन खानु हुँदैन? यो निकै रहस्यमय विषय हो। वास्तवमा पशुपतिनाथको प्रसाद खानु हुँदैन भन्ने जनविश्वास रहिआएको छ। हुन त धेरै नेपालीहरूले यो कुरा खासै ख्याल गर्दैनन्। तर भारततिरबाट आएका केही तीर्थयात्रीहरूले भने पशुपतिनाथको प्रसाद खाँदैनन्। यसको पछाडि एउटा रहस्यमय धार्मिक कारण र आस्था जोडिएको छ। यस्तो मानिन्छ कि शिवालयमा शिवजी मात्र हुँदैनन्, त्यहाँ शिव परिवारसँग जोडिएका अरू पनि दिव्य शक्तिहरू हुन्छन्। आखिर को हुन् त ती जसका कारण पशुपतिको प्रसाद समेत खानु हुँदैन भन्ने मान्यता रहिआएको छ? यसको पछाडि एउटा पौराणिक कथा छ। कथा अनुसार शिवजीको मुखबाट एउटा दैत्य उत्पन्न भएका थिए। उनको नाम थियो चण्डेश्वर। उक्त दैत्यलाई कामदेव पनि भनिन्छ। शिवजीको मुखबाट निस्किएको हुनाले चण्डेश्वर शिवजीका अति प्रिय मानिन्छन्। त्यसैले शिवलिङ्गसँगै इशान कोणमा चण्डेश्वरलाई राखिन्छ। इशान कोण भनेको चाहिँ उत्तर पूर्व दिशा हो। पशुपतिमा शिवलिङ्गको इशानपट्टि चण्डेश्वरको मूर्ति रहेको छ। प्रत्येक देवी देवताको विशेष भक्तजनहरू हुन्छन्, तर शिवजीका भने सबै भक्तहरू हुन् भन्ने विश्वास छ। भूत प्रेत पिचाच सँगै लिएर हिँड्नेदेखि दानवलाई समेत वरदान दिएको कथाहरू सुन्नमा आइन्छ। शिवजीका बुबा आमा नभए पनि उहाँ परिवारसहित पार्वती गणेश नन्दी भिरिङ्गी आदिसँग रहने देवता हुन्। शिव परिवारको सामूहिक नाम नै गण हो। प्रत्येक गणका आफ्ना प्रमुखहरू हुन्छन्। देवी देवताका गणका प्रमुख गणपति गणेश हुन्। शिव परिवारका देवतागणका प्रमुख भएकाले नै गणेशलाई गणपति भनिएको हो। त्यसै गरी शिव परिवारका भूतगणका गणपति चाहिँ चण्डेश्वर हुन् भन्ने मान्यता रहेको छ। पौराणिक मान्यता अनुसार शिवजीलाई चढाइएको सम्पूर्ण वस्तुको अधिकार चण्डेश्वरलाई पनि हुन्छ। शिवलिङ्गमा पूजा गर्दा चढाइएको प्रसाद शिवलिङ्गमा स्पर्श गराउँदा त्यो चण्डेश्वरको मुखमा पुग्छ भन्ने विश्वास गरिन्छ। भौतिक रूपमा खाएको नदेखिए पनि शिवलाई चढाइसकेपछि चण्डेश्वरले पहिले ग्रहण गर्ने र त्यसपछि त्यो भूतगणले खाएको जुठो सरह हुने भएकोले खान हुँदैन भन्ने भारतीय मान्यता रहेको पाइन्छ। त्यसो भए त फूल प्रसाद भेटी आदि पनि लिन नहुने हो कि भन्ने लाग्न सक्छ। तर धेरैलाई ती कुराहरू ढुक्क भएर ग्रहण गरिरहेका छन्। म आफै पनि प्रसाद खाने गरेको छु। तपाईहरूलाई चाहिँ पशुपतिनाथको प्रसाद खानुहुन्छ कि हुँदैन जस्तो लाग्छ? आफ्नो विचार अवश्य व्यक्त गर्नुहोस्।